पक्कै पनि दर्शकबिन यहाँनिर भुन्टीको जीवनमा अब दुःख कष्ट पीडाहरूबाट खुसीका दिनहरू कहिले फर्किलान् कि साँच्चै नै सुकु मायाले भुन्टीका खुसीका दिनहरू पुनः पहिलेको अवस्थामा ल्याउन सहयोग गर्छन् होला त के लाग्छ तपाईँलाई? साँच्चै नै यहाँनिर अब भूपेन्द्र र भुन्टीको जीवनमा धेरै नै ठुला समस्याहरू पीडा दुःख कष्टहरू परिरहेका छन्। यो अवस्था सिचुएसनलाई हेरी जाने भने अबको थप नयाँ एपिसोडमा कि साँच्चै नै भुन्टीको जीवनमा भूपेन्द्र र भुन्टीको सम्बन्ध खुसी र सुखीका साथ बढ्छ अथवा के लाग्छ तपाईँलाई? धेरै दर्शकहरूको कमेन्ट प्रतिक्रिया पनि छ। भूपेन्द्रले पनि अब दुःख पाउनुपर्छ जबकि भुन्टीले आफ्नो श्रीमानको लागि यति धेरै साथ सपोर्ट दिएका थिए। ती अवस्था र त्याग तपस्यालाई नकार्दै भूपेन्द्रले बाहिरी आवरणलाई हेरेर अरूप्रति धेरै माया मोहमा परेका कारणले गर्दा पनि अब केही परिवेशहरू थप घटनाहरू विवरणहरू थप समस्याहरू आउँछन्। के लाग्छ तपाईँलाई? साँच्चै नै यहाँ धेरै नै आश्चर्य रमाइलो र रोचक कुराहरू छ दाजु। यहाँ सोच्नै नसकिने अवस्थाहरूका घटना परिवेश परिदृश्यहरू पनि आइरहेका छन् दर्शक। साँच्चै नै अब यहाँनिर भुन्टीका जीवनमा जे जस्ता अवस्था सिचुएसन परिवेशहरू आइरहेका छन् ती अवस्था सिचुएसन परिवेशबाट के साँच्चै नै भुन्टीको जीवन खुसी र सुखीका साथ अगाडि बढ्छ अथवा के हुन्छ त? साँच्चै नै जीवन्त अभिनयका साथ भुन्टीले आफ्नो श्रीमानको लागि धेरै नै साथ सपोर्ट माया मर्यादा दिएका छन्। तर यी यस्तै अवस्थामा पनि भूपेन्द्रले आफ्नो श्रीमतीको लागि धेरै नै धोका पीडा कष्ट दर्दनाक अवस्थाहरू धेरै दिइसकेका छन् दर्शक। अब यी यस्तै अवस्थालाई निहाल्दै जाँदाखेरि के लाग्छ तपाईँलाई? कृपया कमेन्टमा कमेन्ट गर्नुहोला र प्रतिक्रिया दिन मैले नछुटाउनु भन्न चाहन्छु। के कस्तो लाग्दैछ के प्रतिक्रियाहरू अवस्था सिचुएसनहरू आइरहेका छन् कृपया सम्पूर्ण अवस्था सिचुएसनलाई कमेन्ट गर्दै थप भिडियोहरू आउने नै छ।